महँगो र विनाशकारी विदेशी युद्धहरूमा संयुक्त राज्य अमेरिकाको संलग्नता अन्त्य गर्ने वाचा गरे तापनि राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग मिलेर इरानमाथि ठूलो सैन्य आक्रमण सुरु गरेका छन्। आफ्ना पूर्ववर्तीहरू जस्तै 2 दशकभन्दा बढी समयदेखि अमेरिकी विदेश नीतिलाई परिभाषित गर्ने ढाँचालाई निरन्तरता दिँदै ट्रम्पले अमेरिकी रणनीतिक स्वार्थहरू प्राप्त गर्न सैन्य बलमा भर परेका छन्। आज हामी यस भिडियोमा सेप्टेम्बर 11, 2001मा न्युयोर्क र अमेरिकी राजधानीमा भएको आक्रमणपछि अमेरिकाले विभिन्न देशमा गरेका आक्रमण, संलग्न युद्ध र तिनको लागतबारे चर्चा गर्नेछौँ। यो भिडियो अल जजिरा.com मा प्रकाशित मेरियम अलीको लेखमा आधारित छ। दशकौंको युद्धको लागत। सेप्टेम्बर 11, 2001को आक्रमणपछि अमेरिका 3 पूर्णस्तरीय युद्धहरूमा संलग्न भएको छ र कम्तीमा 10 देशहरूमा बमबारी गरेको छ। राष्ट्रपति जर्ज डब्ल्यू बुशले आतंकवाद विरुद्धको युद्ध अर्थात् वार अन टेरर नाम दिएर सुरु गरेको युद्ध त्यसैमध्येको एक हो। यो एक विश्वव्यापी सैन्य अभियान थियो जसले अमेरिकी विदेश नीतिलाई पुनर्संरचित गर्यो र धेरै देशहरूमा युद्ध, आक्रमण र हवाई हमलाहरू सुरु गर्यो। ब्राउन विश्वविद्यालयको वाटसन इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड पब्लिक अफेयर्सको विश्लेषण अनुसार सन् 2001 देखि अमेरिकाको नेतृत्वमा भएका युद्धहरूले अफगानिस्तान, पाकिस्तान, इराक, सिरिया, यमन र अन्य द्वन्द्वग्रस्त क्षेत्रहरूमा प्रत्यक्ष रूपमा लगभग 9,40,000 मानिसहरूको मृत्यु भएको छ। यसमा खाना, स्वास्थ्य सेवाको अभाव वा युद्धसँग सम्बन्धित रोगहरूको कारण ज्यान गुमाएकाहरूको संख्या समावेश छैन। अमेरिकाले 2 दशकभन्दा बढी समयदेखि चलिरहेको युद्धको लागि अनुमानित $5.8 ट्रिलियन खर्च गरिसकेको छ। पहिले नै खर्च भइसकेको $5.8 ट्रिलियन को अतिरिक्त अमेरिकाले आगामी 30 वर्षमा भेटरानहरूको हेरचाहको लागि कम्तीमा अर्को $2.2 ट्रिलियन खर्च गर्नुपर्ने प्रक्षेपण गरिएको छ। यसले 2001 यता अमेरिकी युद्धहरूको कुल अनुमानित लागत $8 ट्रिलियन पुर्याउनेछ। सन् 2001 देखि 21 सम्म चलेको अफगानिस्तान युद्ध। सेप्टेम्बर 11 को पहिलो र सबैभन्दा प्रत्यक्ष प्रतिक्रिया अल कायदालाई ध्वस्त पार्न र तालिबानलाई सत्ताबाट हटाउन अफगानिस्तानमा आक्रमण थियो। अक्टोबर 7, 2001 मा अमेरिकाले अपरेसन इन्ड्योरिङ फ्रिडम सुरु गर्यो। प्रारम्भिक आक्रमणले केही हप्ताभित्रै तालिबान शासनलाई ढाल्न सफल भयो। यद्यपि सशस्त्र समूहहरूले अमेरिकी र गठबन्धन सेनाहरू विरुद्ध लामो समयसम्म प्रतिरोध गरे। यो युद्ध अमेरिकी इतिहासको सबैभन्दा लामो द्वन्द्व बन्यो जुन 4 राष्ट्रपतिकालमा फैलिएको थियो र सन् 2021 मा अन्तिम फिर्ता नभएसम्म 20 वर्षसम्म चल्यो। त्यसपछि तालिबानले अफगानिस्तानको नियन्त्रण पुनः प्राप्त गर्यो। ब्राउन विश्वविद्यालयको कस्ट अफ वार प्रोजेक्टको विश्लेषण अनुसार युद्धको प्रत्यक्ष परिणामस्वरूप अनुमानित 2,41,000 मानिसहरूको मृत्यु भएको थियो। युद्धको परिणाम भोकमरी, रोग र चोटपटकका कारण लाखौं मानिसहरूको ज्यान गयो, जसमध्ये धेरैजसो निहत्था नागरिकहरू थिए। कस्ट अफ वार प्रोजेक्टका अनुसार युद्धमा अमेरिका र यसका नेटो सहयोगीहरूका कम्तीमा 3,586 सैनिकहरू मारिएका थिए। यस युद्धमा अमेरिकाको लागि $2.26 ट्रिलियन खर्च भएको अनुमान गरिएको छ। सन् 2003 देखि 2011 सम्म चलेको इराक युद्ध। मार्च 20, 2003 मा बुशले दोस्रो युद्ध सुरु गरे। राष्ट्रपति सद्दाम हुसैनसँग आम विनाशकारी हतियारहरू भएको दावी गर्दै युद्ध सुरु गरेको भए तापनि सो दावी गलत साबित भयो। मे 1, 2003 मा मिसन पूरा भएको भन्दै बुशले इराकमा प्रमुख लडाई अभियानहरूको अन्त्यको घोषणा गरे। यद्यपि त्यसपछिका वर्षहरूमा सशस्त्र समूहहरूबाट हुने हिंसा र शक्ति शून्यता अर्थात् पावर भ्याक्युमले स्थान पाए। यसले आइसिसको उदयलाई बढावा दियो। 2008 मा बुशले अमेरिकी लडाकु सेना फिर्ता गर्न सहमत भए, जुन प्रक्रिया 2011 मा राष्ट्रपति बाराक ओबामाको नेतृत्वमा सम्पन्न भयो। सन् 2003 देखि युद्धसँग सम्बन्धित हिंसाबाट इराकमा कम्तीमा पनि 2,10,000 निहत्था नागरिकहरूको मृत्यु भएको छ। ड्रोन युद्धहरू। पाकिस्तान, सोमालिया र यमन। युद्ध घोषित नभए पनि अमेरिकाले आफ्नो हवाई र ड्रोन अभियानहरू पनि विस्तार गरेको छ। 2000 को दशकको मध्यतिर सिआइएले अफगान सीमामा रहेको पाकिस्तानको आदिवासी क्षेत्रहरूभित्र ड्रोन आक्रमणहरू सुरु गर्यो, जहाँ त्यहाँ सक्रिय रहेको विश्वास गरिएका अल कायदा र तालिबानका व्यक्तिहरूलाई लक्षित गरिएको थियो। यी आक्रमणहरूले रिमोट वारफेयरको प्रारम्भिक विस्तारलाई सङ्केत गर्दछ। ओबामाले आफ्नो राष्ट्रपतिकालको सुरुवाती वर्षहरूमा पाकिस्तानमा ड्रोन आक्रमणहरू नाटकीय रूपमा विस्तार गरे। त्यही समयमा अमेरिकाले सोमालियामा अल कायदा सम्बद्ध संदिग्धहरू विरुद्ध हवाई आक्रमण गर्यो। पछि बलियो बन्दै गएको सशस्त्र समूह अल शबाबसँग सम्बन्धित लडाकुहरूलाई लक्षित गर्दै आक्रमण गर्यो। यमनमा अमेरिकी सेनाले अल कायदा नेताहरू विरुद्ध मिसाइल र ड्रोन आक्रमणहरू गरे। लिबियामा हस्तक्षेप। सन् 2011 मा लिबियाका नेता मोहम्मद गद्दाफी विरुद्धको विद्रोहको क्रममा अमेरिका नेटो नेतृत्वको हस्तक्षेपमा सामेल भयो। अमेरिकी सेनाले नो फ्लाइ जोन लागू गर्न हवाई र मिसाइल आक्रमण सुरु गर्यो। गद्दाफीलाई अपदस्थ गरियो र मारियो। यो सँगै लिबिया लामो समयसम्म अस्थिरता र गुटगत लडाइँमा फस्यो।
इराक र सिरिया। सन् 2014देखि अमेरिकाले आइसिसलाई पराजित गर्ने घोषित लक्ष्यका साथ सिरियाली युद्धमा हस्तक्षेप गर्यो। अमेरिकाले सिरियामा निरन्तर हवाई आक्रमणहरू गर्यो र स्थानीय साझेदार सेनाहरूलाई समर्थन गर्यो। अर्कोतिर अमेरिकी सेनाले इराकी सेनालाई सल्लाह दियो, आइसिल अवशेषहरूसँग लड्यो र इरानी प्रभावको प्रतिरोध गर्ने प्रयास गर्यो। अपरेसन एपिक फ्युरीको नाममा इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको ज्यान जानी गरी भएको इरानमाथिको अमेरिकी र इजरायली आक्रमण अनि त्यसपछिको प्रत्याक्रमणको श्रृङ्खलामा विश्वले कति मानवीय र आर्थिक मूल्य चुकाउनु पर्ने हो, उत्तर स्वयं संलग्न मुलुक र पात्रहरूसँग पनि छैन। अझ यस्तो कुनै साइनो र सम्बन्ध नभएका युद्धहरूमा निर्दोष नेपालीहरूले ज्यान गुमाउनु पर्ने अवस्था आउनु सक्रिय राष्ट्रहरू र विश्व समुदायको लागि लज्जाको विषय हो।